हाई एभ्रिवान, नमस्ते सबैजनालाई। हजुरहरूलाई हाम्रो च्यानलमा धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि बनाउन एकदमै सजिलो मिठो नमकिनको रेसिपी लिएर आएकी छु। हजुरहरूले पनि यो रेसिपी फलो गरेर घरमै बनाउनु भयो भने एकदमै मिठो र पर्फेक्ट नमकिन बनाउन सक्नुहुन्छ। ल अब सुरु गरौँ। यसलाई चाहिने सामग्रीहरूबाट सुरुमा मैले यहाँ 1 केजी मैदाको पिठोलाई लिएँ। मैदा हजुरहरूले आफ्नो आवश्यकता अनुसार लिनुहोला। त्यस्तै अलिकति घिउ, थोरै मात्रामा ज्वानो, स्वाद अनुसार नुन र पिठो मुस्नको लागि मनतातो पानीलाई लिएकी छु। अब मैले यो पिठोमा ज्वानो र स्वाद अनुसार नुन राखेर यत्तिकै यसलाई केही समय मिक्स गर्छु। यो सबैतिर मिक्स गरेर सकेपछि यसमा म घिउलाई पनि राखेर सबैतिर लाग्ने गरी यत्तिको डल्ला नपरुन्जेलसम्म मिक्स गर्छु। यो सबै यत्तिको भइसकेपछि यसमा मैले मनतातो पानीलाई थोरै थोरै गर्दै राखेर पिठोको डो बनाउन तर्फ लाग्छु। अब मैले यो पिठोको डो यत्तिको बनाएर तयार पारिसकेँ। अब यसलाई म केही बेर छोपेर राख्छु। यसो गर्दा पिठोको डो एकदम धेरै नरम र नमकिन पनि एकदम पर्फेक्ट बन्छ। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियो अन्तिमसम्म हेरेर भिडियोमा लाइक, कमेन्ट, सेयर गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला है त। केही बेरपछि म यो पिठोको डोलाई खोलेर अब यसलाई एकपटक फेरि म माड्छु। पिठो धेरै गिलो पनि भएको छैन, ठिक्कको भएको छ। अब यसलाई म बीचबाट काटेर 2 टुक्रा पार्छु। त्यसपछि एउटा टुक्रालाई लिएर यसबाट पनि सानो सानो टुक्रा पारेर एउटा टुक्रा लिँदै बेल्न तर्फ लाग्छु। यो बेल्दाखेरि चाहिँ धेरै पातलो र धेरै मोटो पनि बनाउनु हुँदैन, ठिक्कको बेल्नुपर्छ। यत्तिको भएर बेलेपछि यसलाई मैले सानो सानो टुक्रा बनाएर काट्दै जान्छु। हजुरहरूले पनि मैले जसरी नै काट्नु भए हुन्छ। अब यसलाई म साइडबाट पनि काट्छु। अब यसलाई निकालेर म एउटा प्लेटमा राख्छु। अब यता मैले एउटा प्यान तताएर यसमा तेल राख्दैछु। तेल हल्का तातेपछि ग्यासलाई लो टु मिडियम हिटमा राखेर नमकिनलाई फ्राई हुन राख्छु र बिस्तारै चलाउँदै पकाउँछु। सुरुमा नमकिन राख्दा ग्यासको फ्लेमलाई हाई हिटमा राख्यो भने बाहिरबाट छिट्टै डढ्ने हुन्छ। अब यसरी नै टाइममा चलाउँदै पकाउँछु। हाम्रो एक लटको नमकिन पाक्न चाहिँ 7-8 मिनट जति टाइम लाग्छ।
हाम्रो नम्किन अब राम्रोसँग फ्राई भइसकेको छ। यसलाई म अब निकाल्छु। हेर्नुस् त कस्तो राम्रोसँग नम्किन बनेर तयार भएको छ। हजुरहरूलाई पनि हाम्रो भिडियो मन पर्यो भने हजुरहरू पनि घरमा एकपटक अवश्य ट्राई गर्नुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। साथै हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।